बजेट 2082-83 को बजेटको मेन पोइन्ट्सहरू लिएर आएको छु। भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला। नेपाल सरकारको आर्थिक वर्ष 2082-83 को बजेट भनेर छ। यसमा चाहिँ संघीय संसदमा कहिले पेश भयो 2082 जेठ 15 गते संघीय संसदमा प्रस्तुत गर्ने अर्थमन्त्री को हुन् श्री विष्णु प्रसाद पौड्याल। नेपालमा सर्वप्रथम बजेटको सुरुवात 2008 साल माघ 21 गते अर्थमन्त्री सुवर्ण शमशेर जबडा। नेपालमा पहिलो पटक बजेट जारी हुँदाका बगत प्रधानमन्त्री को थिए? मातृका प्रसाद कोइराला। विश्वमा सर्वप्रथम बजेटको सुरुवात कहाँबाट भएको थियो? 1733 मा बेलायतबाट। सर्वप्रथम विश्वमा बजेट जारी गर्ने अर्थमन्त्री बेलायतका तत्कालीन वित्त मन्त्री रोबर्ट वालपोल। संविधानको धारा 119 अनुसार अर्थमन्त्रीले जेठ 15 गते बजेट संघीय संसदमा बजेट पेश गर्नुपर्ने व्यवस्था रहिआएको छ नेपालमा पनि। त्यसैगरी विनियोजित विधेयक 2082 का सिद्धान्तहरू यस प्रकार रहेका छन्। मौलिक हक र राज्यका निर्देशित सिद्धान्तको कार्यान्वयन, समृद्ध नेपाल र खुशी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सुदृढ अर्थतन्त्रको निर्माण, विकासमा समन्वय र सहकार्य, सार्वजनिक वित्त सन्तुलन र बजेट अनुशासन, व्ययमैत्री वातावरणको सिर्जना र निजी क्षेत्रको लगानी प्रवर्धन रहेको छन् भने विनियोजित विधेयक 2082 का प्राथमिकताहरू यस प्रकार रहेका छन्। रोजगारी सिर्जना, स्वरोजगार प्रवर्धन र गरिबी निवारण, आर्थिक सुधार, कृषि क्षेत्रको व्यवसायीकरण, विद्युत उत्पादन प्रसारण विश्वसनीय वितरण, औद्योगिक क्षेत्रको विकास र निकासी प्रवर्धन, डिजिटल पूर्वाधार र डिजिटल अर्थतन्त्रको निर्माण, गुणस्तरीय र जीवनोपयोगी शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, मानव पुँजी निर्माण, युवा महिला र बालबालिका ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा आवास विकास, खानेपानी सरसफाई, भूमि व्यवस्थापन, जलवायु परिवर्तन र विपद व्यवस्थापन, सामाजिक न्याय समावेशी विकास, सामाजिक सुरक्षा, वित्तीय क्षेत्रको सुदृढीकरण, वित्तीय संहिताको कार्यान्वयन, बजेट प्रणालीको सुदृढीकरण, विकास वित्तको सुधार, राजस्व प्रणालीमा सुधार, राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी शासन, मानव अधिकार र सुशासन प्रवर्धन। आर्थिक वर्ष 2082-83 मा बजेटका उद्देश्यहरू 5 वटा छन्। उच्च शिक्षा, उच्च दिगो एवं फराकिलो आर्थिक समृद्धि हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने, आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक दक्षता वृद्धि गर्ने, सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने, गुणस्तरीय सार्वजनिक सेवा सुशासन प्रवर्धन गर्ने भनेर छ 5 वटा। त्यसै गरिकन आर्थिक वर्ष 2082-83 को बजेटका प्राथमिकताहरू 5 वटा छन्। उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्व अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी र विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता, नागरिक मैत्रीसेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार भनेर छ। नेपालको बजेटको आकार, यसको स्ट्रक्चर कस्तो छ भनेपछि व्ययतर्फ कुल बजेट यसपालिको 19 खर्ब 64 अर्ब 11 करोड, चालुतर्फ 11 खर्ब 80 अर्ब 98 करोड जुन 60.1% हुन आउँछ। पुँजीगततर्फ 4 खर्ब 7 अर्ब 89 करोड जुन चाहिँ 20.8% हुन आउँछ। वित्तीय व्यवस्थापनतर्फ 3 खर्ब 75 अर्ब 24 करोड जुन 19.1% हुन आउँछ। वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तहमा 4 खर्ब 17 अर्ब 83 करोड रहेको छ भने त्यसै गरिकन व्यय स्रोत कहाँबाट आउँछ त? व्यय स्रोत भन्यो भने राजस्वबाट 13 खर्ब 15 अर्ब, वैदेशिक अनुदान 53 अर्ब 45 करोड, वैदेशिक ऋण 2 खर्ब 33 अर्ब 66 करोड, आन्तरिक ऋण 3 खर्ब 62 अर्ब। यो स्रोतहरू व्यवस्थापनको कुरा भयो। त्यसै गरिकन बजेटका प्रमुख तथ्याङ्कहरू, संविधान जारी भएपछि अन्तिम 3 वर्षको औसत आर्थिक वृद्धि दर 7.7%, गत वर्ष आर्थिक वृद्धि 3.7% रहेकोमा चालु वर्षको प्रक्षेपण 4.6% रहेको छ। वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 3.4%, प्रति व्यक्ति कुल ग्रास उत्पादन गत वर्षको 1443 अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा 1496 अमेरिकी डलर पुग्ने अनुमान रहेको छ। कुल विदेशी विनिमय संचित 17 अर्ब 63 करोड अमेरिकी डलर आर्थिक वर्षको सुरुवाती 9 महिनामा। चालु आर्थिक वर्षको सुरुको 9 महिनामा वस्तु आयात
12.2% मूल्य वृद्धि। चालू आर्थिक वर्षको सुरुको 9 महिनामा वस्तु निर्यात 65.2%। चालू आर्थिक वर्षको 9 महिनामा विप्रेषण प्रवाह 10%ले वृद्धि भई 1191 अर्ब पुगेको। त्यसै गरिकन बजेट आर्थिक वर्ष 2082-83 का प्रमुख बजेटका विशेषताहरू यस प्रकार रहिआएका छन्। सुरुमा चाहिँ राष्ट्र सेवक कर्मचारीहरूलाई महँगी भत्ता वृद्धि गरी मासिक 5000 बनाइने। 40 माइक्रोनभन्दा पातला प्लास्टिक उत्पादन र वितरण उपयोगमा मङ्सिर 1 गतेदेखि प्रतिबन्ध गरिने। विद्यार्थीहरूलाई हप्तामा 20 घण्टा काम गर्न दिइने। आगामी वर्षभित्र 100 स्थानीय तहमा भूमि बैंक खोलिने र शिक्षक र विद्यार्थी सङ्ख्याको अनुपातमा विद्यालय गाभ्ने। झापाको दमकमा आधुनिक रङ्गशाला निर्माण गरिने। फास्ट ट्र्याकमा 60वटा पुल आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने। सहकारी बचतकर्ताको 5 लाखसम्मको बचत सुरक्षण गरिने। बाली लगाउन 15 दिन अगाडि समर्थन मूल्य तोकिने। आगामी आर्थिक वर्षमा 942 मेगावाट बिजुली थपेर कुलजडी विद्युत क्षमताको 800 मेगावाट पुर्याइने। शिक्षकलाई आधुनिक प्रविधि मैत्री बनाउन प्रत्येक विद्यालयमा 25 लाख अनुदान दिइने। त्रिभुवन विमानस्थललाई बुढिक एयरपोर्ट बनाइने। सरकारको साझा यातायातलाई थप 100वटा विद्युत बस दिने। सङ्घीय सरकारले 3 करोडभन्दा मुनिको परियोजनामा लगानी नगर्ने। लिफ्टबाट खानेपानी वितरण गर्दा 50% विद्युत महसुलमा छुट दिने। सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमामा एकीकृत गर्ने। उपभोक्ता अदालतलाई सबै प्रदेशमा विस्तार गरिने। सार्वजनिक संस्थानको खर्चमा विदेश भ्रमण जान रोक लगाइने। राष्ट्रिय परियोजनामा विनियोजित बजेट विशेष अवस्थामा बाहेक रकमान्तर गर्न नपाइने। आर्थिक र प्राविधिक रूपले उपयुक्त देखिएका स्थानमा मात्र नयाँ सडक निर्माण गरिने। विद्युत उत्पादनमा विविधीकरण निजी लगानी आकर्षित गरिने। रोजगार पोर्टल सञ्चालन र सबै प्रदेशमा रोजगार मेला सञ्चालन गरिने। शिक्षालाई आधुनिक र प्रविधि मैत्री बनाउन प्रत्येक विद्यालयलाई 25 लाख अनुदान दिने। अम्लेखगञ्ज लोथर पेट्रोलियम पाइपलाइन निर्माण कार्य अगाडि बढाइने। 5 वर्षभित्र मध्य पहाडका टार र फाँटहरूमा सिफ्ट सिँचाइ गरिने। विद्युत आपूर्ति बन्द भएमा स्वचालित रूपमा सूचना पाउने प्रणालीको विकास गरिने। प्रत्येक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गरिने भनेर छ। त्यसै गरिकन पर्यटन चलचित्र प्रवर्धन गरिने। अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि पुनर्स्थापना सेवा पञ्चकर्म सेन्टरलाई सञ्चालनमा ल्याइने। राष्ट्रिय जनसङ्ख्या नीति कार्यान्वयन गरिने। मध्य पहाडी राजमार्गको रेखाङ्कन परिवर्तन गरिने। माध्यमिक शिक्षा परीक्षा प्रदेशबाट सञ्चालन गर्ने व्यवस्था। विश्वविद्यालयको सहकार्यमा शिक्षक बैङ्कको स्थापना गरिने। राज्य सुविधा परिचय पत्र घोषणा गरिने। उड्डयन प्राधिकरणलाई विभाग र कालो सूचीबाट हटाइने। विभाजन र कालो सूचीबाट हटाइने। हरेक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गरिने। वीर अस्पतालमा पनि जलन उपचार विस्तार गरिने। सरकारले वीर अस्पताल सुधार गरी अन्तर्राष्ट्रिय स्तरको सेवा दिने। डाक्टर नर्सको अध्ययन कोटा वृद्धि गरिने। मतदाता परिचय पत्र र राष्ट्रिय परिचय पत्रमा आबद्धता गरिने। बिरे ठाँटी मुक्तिनाथ केबलका निर्माणमा सहजीकरण गरिने। नेपालमा वायु सेवा निगमलाई सार्वजनिक कम्पनीका रूपमा रूपान्तरण गरिने। अत्याधुनिक स्वास्थ्य सेवाका लागि रोबोटिक प्रविधि र कृत्रिम बौद्धिकताको उपयोग गरिने। राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरिने। शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका काम छिटो टुङ्ग्याइने र घाइतेलाई निःशुल्क उपचार गरिने। धनगढीमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याइने। कान्ति बालबालिका उपचारको सेन्टर अफ एक्सलेन्सको रूपमा विकास गरिने। प्रदेशबाट सहरीतर्फ अनुमति पत्र लाइसेन्स दिइने। हदबन्दीका कारण बिक्री हुन नसकेको हाउजिङलाई बिक्री गर्न पाइने व्यवस्था गरिने। शाखारहित बैङ्किङ प्रणालीको विकास गर्ने। फिल्म छायाङ्कन स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने। फलफुल मासु तथा खाद्यान्न बिक्री पूर्व अनिवार्य रूपमा विषादी परीक्षण गरिने। कृषिको व्यावसायीकरण र यान्त्रिकरण गरी उत्पादकत्व बढाइने। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कृषि पशुपालनतर्फ 21 सुपर जोन र 206 जोनमा सिँचाइ मल बिउ र प्रविधिका लागि पुँजीगत अनुदान तथा सहुलियत उपलब्ध गराइने। 2 वर्षभित्र चामलमा आत्मनिर्भर तराई र भित्री मधेसका 22वटा जिल्लामा चौधी धान खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिने। लुम्बिनी कर्णाली र सुदूरपश्चिमका मध्य उच्च पहाडी जिल्लाका 80 स्थानीय तहमा उच्च मूल्यका बाली वस्तुको खेती प्रवर्धन गरिने। 8.5 लाख पशु कृत्रिम गर्भाधान गराइने। आगामी आर्थिक वर्षमा सरकारले पशुपक्षीलाई लाग्ने रोग नियन्त्रण गर्न 5 करोड 50 जोड उत्पादन गरिने। आगामी 2 वर्षभित्र महेन्द्र राजमार्गको 422 किलोमिटर सडक स्तरोन्नति गरिने। स्थानीय स्तरमा उत्पादित स्वच्छ र पोषणयुक्त खाद्यमा जोड दिने। कृषिमा आश्रित उत्पादन रूपान्तरण गरिने। प्रमुख खाद्य वस्तु तरकारी फलफुल दूध र मासु जनै आत्मनिर्भर हुने गरी ठोस कार्यक्रम सञ्चालन गरिने। देशभर 4G सेवा काठमाडौँ सहित ठुला सहरमा 5G सेवा सुरु गरिने।
काठमाडौँमा सूचना प्रविधि पार्क बनाइने, मध्य पहाडी क्षेत्रमा डाटा सेन्टरको सम्भाव्यता अध्ययन गरिने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढाइने, स्नातक पास भएका विद्यार्थीलाई स्वयंसेवी शिक्षकको रूपमा परिचालन गरिने, निरोगी नेपाल स्वच्छ नेपाली कार्यक्रम सञ्चालनमा ल्याइने। कुल बजेटको यहाँ चाहिँ हाम्रो पाइ चार्टमा यो टेबलमा यस्तो देखाइएको छ। कुल बजेट 19 खर्ब 64 अर्ब 11 करोड, चालुतर्फ 11 खर्ब 80 अर्ब 98 करोड, पुँजीगत तर्फ 4 खर्ब 7 अर्ब 89 करोड, वित्तीय व्यवस्थापन तर्फ 3 खर्ब 75 अर्ब 24 करोड, राजस्व तर्फ 13 खर्ब 15 अर्ब, वैदेशिक ऋण तर्फ 2 खर्ब 33 अर्ब 66 करोड, आन्तरिक ऋण तर्फ 3 खर्ब 62 अर्ब, वित्तीय हस्तान्तरण प्रादेशिक र स्थानीय तहमा 4 खर्ब 17 अर्ब 83 करोड, वैदेशिक अनुदान 53 अर्ब 45 करोड रहेको। यसै गरिकन कुल बजेटको मन्त्रालयगत आधारमा यसरी विभाजन गरिएको छ। शिक्षा विज्ञान प्रविधि मन्त्रालयमा 2 खर्ब 11 अर्ब, भौतिक पूर्वाधार यातायात मन्त्रालयमा 1 खर्ब 52 अर्ब, शहरी विकास मन्त्रालय 1 खर्ब 18 अर्ब, ऊर्जा जलस्रोत सिँचाइमा 86 अर्ब 1 करोड, कृषि पशुपक्षी 57 अर्ब 48 करोड, स्वास्थ्य विज्ञान स्वास्थ्य जनसङ्ख्या 55 अर्ब 81 करोड, खानेपानी मन्त्रालयमा 33 अर्ब 85 करोड, वन तथा वातावरणमा 18 अर्ब 61 करोड, संस्कृति पर्यटन उद्योग मन्त्रालयमा 13 अर्ब 28 करोड, उद्योग वाणिज्यमा 10 अर्ब 14 करोड, सञ्चार तथा सूचना प्रविधिमा 7 अर्ब 72 करोड, भूमि व्यवस्था सहकारीमा 7 अर्ब 45 करोड, युवा तथा खेलकुद मन्त्रालयमा 6 अर्ब 8 करोड, श्रम रोजगार मन्त्रालयमा 4 अर्ब 28 करोड, महिला बालबालिका ज्येष्ठ नागरिकमा 2 अर्ब 8 करोड गरिकन बजेट विभिन्न मन्त्रालयका आधारमा बनेको छ। यो भिडियो हेर्नुभएकोमा सबैलाई धन्यवाद। थ्याङ्क यू।